I love Asian Terra Manse. Always noodles, noodles, noodles. I love noodles. मुखमा पानी आइसक्यो ल खाऊ गा यो मान्छे मुस्लिम नि भयो मलाई छोडेर बिहानै गएको गाई छु चाहिँ म्याडम यस्तो हालतमा होला पनि यत्रो बोक्छु यत्रो पोका यति मन लाग्दैछ सास मैले देखाउँछु नि पैसा के तिमीहरूको मात्रै छ होइन 2 केटी मेरै थियो त्यसमा यो अब अरू के गर्यो भन्नु पर्दाखेरि टी सर्टै हरायो त्यो गिलासै कता गयो त्यो गिलास हेलो नमस्ते नमस्कार गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ म पनि एकदम आराम कुशलै छु आज चाहिँ मैले बेडदेखि नै ब्लग स्टार्ट गरेँ साथीहरू किन भन्दाखेरि मैले भनेको थिएँ हजुरहरूलाई अब चाहिँ म डेली ब्लग ल्याउँछु भनेर अनि को आज चाहिँ फर्स्ट डे भन्दा नि हाम्रो ड्युटी चाहिँ यहीँदेखि स्टप भएको थियो छुट्टी चाहिँ अनि त्यसपछि ईद चाहिँ आजदेखि अरे अनि सबैजनालाई ईद मुबारक अब के गर्नु देशअनुसारको 22 भन्छन् होइन अनि उज्यालो भइसक्यो 9:20 भयो अनि म चाहिँ 10 बजीसम्म चाहिँ सुत्छु भनेर सुतेको थिएँ राति भन्दा नि बिहान लगभग 3 बज्नु आँटेको थियो होला हौ बेलुका सुत्नु मन लाग्दैन बिहान उठ्नु मन लाग्दैन गाई त्यस्तै हुन्छ अनि दिदी र सुजाता दिदी चाहिँ गइसक्नुभयो ड्युटी हो कि नै म चाहिँ फेरि सुतेँ अब मेरो चाहिँ कतिखेर हो ड्युटी अहिले फोन गर्छ भन्दै थियो कतिखेर हो लेट्स सी गाइस के हुन्छ अब म पनि उठेर फ्रेस हुन्छु हेर्दै गर्नुहोस् होला अब म के चाहिँ गर्छु त होइन सो साथीहरू म चाहिँ फ्रेस भइसकेर नै छु म ड्रेस चाहिँ चेन्ज गरिनँ किनभने अहिले एकछिनमा अर्को ड्रेस लाएर जानुपर्छ ड्युटी साथमा छ मेरो कफी अलवेज माई फेभरेट गाडी चाहिँ चार्जमा हालेको कस्तो बुन थुलुङमा बोक्यो मसँग यहाँ ब्ल्याक कफी एक्लै छु गाइज पल्लो कोठा पनि सबै गइसकेको छ ड्युटी म त एक्लै पर छु अनि 12 बजी जानु भन्ने खालको कुरा आयो अहिले अब एक्लै त म तल खान जाँदिनँ के खानुपर्छ भनेर सोचिरहेको छु हेरौँ लेट्स गाइज के गर्छ अब चिनी अलिक कम गरेर खान थालेको मिठै नै लाग्ता है बिस्किट नाइस बिस्किट भिडियो धेरै लामो हुन्छ छोटो मिठो भिडियो 3 दिनसम्म गर्छु भनेको छु तर आज चाहिँ ईदको फर्स्ट डे हो कि यसमा चाहिँ हामीले म्याङ्गो च्यालेन्ज गरेको छौँ त्यो भिडियो आउँछ यो भिडियो आउँदाखेरि त्यो भिडियो आइसकेको हुन्छ यदि हेर्नु भएको छैन भने त पनि गएर हेर्नुहोस् होला अहिले हाल्छु एकछिनमा स्टेटिन गाइज के गर्छु लेट्स सी ल गाइज म चाहिँ कफी सफी खाएर अलि तान तुन गरेँ त्यसपछि अब एक्लै चाहिँ म तल खान जानै सक्दिनँ क्या त्यही भएर मैले चाहिँ नुडल्स कुकरमै बनाएँ त्यसपछि अब चाहिँ म पोच्छु थोप्राहरूलाई अलिअलि अनि त्यसपछि देखाउँछु गाइस मेरो
ड्युटी जाने लुक्स भन्दा पनि आज ड्रेस चाहिँदैन स्टकिङ मात्र लिएर आइज भनेको छ लेट्स सी गाइज अब चाहिँ म रेडी भएर देखाउँछु है त ल गाइज म चाहिँ अब यतिको रेडी भइसकेँ आइसकेँ अलिअलि अझै बाँकी नै छ मेकअप अनि प्लस के बाँकी छ भन्दाखेरि टिका लाउन बाँकी छ के अनि हुन त आफ्नो आफ्नो चोइस हो होइन कसैलाई मनपर्छ कसैलाई मन पर्दैन तर मलाई चाहिँ टिका लाउँदाखेरि मेरो मेकअप कम्प्लिट भए जस्तो फिल हुन्छ म चाहिँ आधी मेकअपमा किन आएँ भन्दाखेरि मेरो चाउचाउ पाकिसक्यो त्यही भएर आएको फेरि चाउचाउ सेलायो भने नमिठो हुन्छ नि त अनि आज चाहिँ मैले नर्मली तरिकामा कुकरमै त्यही भएर हो चाउचाउ त त्यो विल्सन विक्रम राईले भनेको थियो नि खैके जाति भयो सेन्तेराम यस्तो भयो सेन्तेराम त्यस्तो भयो सेन्तेराम भन्ने गीत छ नि सेन्तेराम सेन्तेराम आई लभ यु सेन्तेराम भने चाहिँ अलवेज नुडल्स 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 आई लभ नुडल्स मुखमा पानी आइसक्यो ल खाउँ गाइज यो भनेको नर्मल क्या यहाँको चाउचाउ यसमा चाहिँ पिरो नलाई खाउँ भनेको आँट आएन गाइज कसैलाई पिरो खाने आँट आउँदैन मलाई बिना पिरोको खाने आँटै आएन त्यही पनि तेल मात्रै हालेको पिरो त भारै नै छ फर्कियो त्यसको बाजे अनि मेरो बहिनी सरिस्माले पनि भिडियो हाल्न थालेको छ हेरेर सपोर्ट गरिदिनु होला उसलाई पनि पिरो बिना त चित्तै बुझेन मलाई यार एकछिन रोक्नु पिरो खोजेर आउँछु गाइज तेल मात्र रहेछ क्या गाइज यो पनि अनु दिदीले नखाइराखेको भएर यहाँ भएको उसलाई चाहिँ त्यति पिरो खानु मन लाग्दैन भन्दा पनि खान्छ खान्छ उसलाई चाहिँ अलिक उयो छ नि त प्रेसर त्यही भएर हो गाइज के गर्नु खान्छु भन्ने कुरा त्यही भएर बेलायमा खानुपर्छ गाइज तर पिरोहरू त नखाएकै राम्रो तर पनि मलाई चाहिँ बिना पिरो खानु मन लागेन साथीहरू यहाँ पनि यो पनि तेलै त हो गाइज तेलै तेल हो अब मिठो हुन्छ कि नै तर्किसक्यो भयो ल गाइज भिडियो लामो हुन्छ अहिले म कता कता के गर्छु हेर्नु होला ल गाइज यो चाहिँ मेरो फाइनल लुक्स अनि ज्याकेट लाउँछु 12 बेसरी गर्मी छ अनि ड्रेस चाहिँ मैले बोकेको छु उतैबाट दिन्छ मैले स्टकिङ मात्रै बोकेको छु अनि नर्मल तरिकाले जान लागेको म चाहिँ अरूको चाहिँ ड्युटी सको मेरो चाहिँ आउँदैन के भएको गाइज त्यस्तो सो यो ड्रेस त मैले नर्मली रूपमा नि लगाइसकेको छु टिकटकमा पहिला पनि अनि आज पनि सो यही ड्रेस लगाएँ यो चाहिँ शीतल खालको छ क्या अनि तल पनि व्हाइटै लाग्छु सो कस्तो लाग्यो मेरो फाइनल लुक्स अनि अब कपाल चाहिँ पोका पार्नुपर्छ अहिले ड्युटी पुगेपछि भन्दा नि यहीँबाट हिँड भनेर फोन गरेपछि चाहिँ म कपाल पनि पोका पार्छु लेट्स सी गाइज कतिसम्म अब बेसरी बिजी भयो भने त देखाउनु मिल्दैन भन्दा पनि अब काममा बिजी हुन्छ नि त फोन चलाउनु मिल्दैन सो जतिसम्म देखाउन भ्याउँछु सक्छु म त्यति देखाउँछु यदि देखाउन पाइनँ भने पनि माफ गरिदिनुहोस् होला देखायो भने के कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनुहोस् होला है त गाइज लेट्स सी स्टे ट्युन गाइज अझै पनि मेरो भिडियो आउँछ मेरो चाहिँ फाइनली ड्युटी आइसक्यो गाइज हेर्नु यस्तो घाम छ घामको नकुराइ गरौँ बाफ्रे मजाले छैन आज त कति डिग्री छ पनि साथीहरू अब के कसो हुन्छ म चाहिँ निस्किसकेको
ए मोबाइलमा त त्यति नदेखेको होला कि घाम त यहीँनिर आएको जस्तो छ यहीँनिर यस्तो पोल्या छ केही त्यो आगोको राख हुन्छ नि यहाँनिर राखे जस्तै ल कुदेको गाई छ अहिले त ड्राइभर फेरि यति रिसा छ कि छोडेर गइदियो भने फेरि अर्को टेन्सन गाइस घाम चाहिँ यस्तो छ होइन म चाहिँ यहाँनिर बसिरहेको छु यहाँ आइपुगेपछि भन्छ एकछिन टाइम लाग्छ वेट गर्नु त्यस्तो के गर्नु होला त्यसको लागि यहाँ आइपुग्यो उनीहरू चाहिँ एकखेप सकेर आइसक्यो म चाहिँ भर्खर निस्किँदैछु लेट्स सी गाइस यो मान्छे मुस्लिम नि भयो मलाई छोडेर बिहानै गएको गाई छु चाहिँ म चाहिँ भर्खर आएँ रातो पिरो भएर 3 घन्टा भइसक्यो कि म मेकअप गरेर बसेको किन त्यति छिटो फोन गर्छ भन्थे गर्दैन फेरि यसको बिहोरा कस्तो छ हिँड भनेपछि हिँड अनि कहाँ म रेडी भएको छैन भने गाडी कुदाइरहेको छ झक्की झर भन्ने मान्छे हो अनि आफै पहिला प्रिपेयर भएर बस्नु पऱ्यो नि तिम्रो बोल्न गरेको यति छिटो के निस्कि भनेको होला नि त तातो घाममा भनेर हतार यो बुढी माउ त झन् अघि मलाई पर गएर बस भन्थ्यो अनि मैले यसलाई फोन गरेको अनि पर्दैन मैले फोन गरेपछि मात्रै निस्क्यो भने धन्न त्यति चाहिँ राम्रो भनेन तर पर गएर बसेको हामी न बस्न मिल्ने न के हामी 8:30 बजेतिर कुल अघि आधा घन्टा बस्यो हामी कस्तो भयो काम ए गएर एकछिन बसेँ सर्भिस गर्न सासै नफेरि गरेँ त्यसपछि यसले फोन गरिहाल्यो छिटो निस्कि भने हतार गइपुग गरेर 2टा गिलास त्यो कस्तै छ गाइस ल हेरौँ रोशनी दिदी र अनु दिदी चाहिँ अलग्गै छन् अनि तिनीहरू 2टा त के गरेको नि हेर्नु गाइस उसको यो लुक्समा कस्तो छ त्यो आफूलाई नलाउने बानी भयो होला कि त्यस्तो अनि त्यही माथि मलाई त सासै निसासिए जस्तै हुन्छ क्या ल हेरौँ गाइस अब कतिसम्म देखाउन मिल्छ म देखाउँछु अब सुजाता दिदी फेरि अर्कै ठाउँमा म त सँगै पो रहेछ भन्थेँ हेर्नु सुजाता दिदीले त्यहाँ गाइस उसलाई थाहै छैन हेलो म्याडम यस्तो हालतमा होला पनि यत्रो पोका पोकी बोक्दै हिँड्नु साथीहरू यसरी पोका पोकी बोक्दै हिँड्नु पर्ने हुन्छ गाइस म चाहिँ काम नगरिकन पसिनै भइसकेँ अब हाम्रो डेस्टिनेसन आएकै छैन लेट्स सी गाइस ल मैले चाहिँ यहाँ भाँडाहरू नि एरेन्ज गरिसकेँ जतापत्ता खिच्न मिल्दैन क्या अनि त्यही भएर म चाहिँ के अरे खिची गएँ क्यामेरा छ कि छैन थाहा छैन एरेन्ज गरिसकौँ लेट्स सी गाइस फाइनली हिजाब लाउनु परेन त्यही भएर म चाहिँ खुसी छु होइन दिदी हिजाब लाउनु परेन त्यही भएर खुसी छु अनि आजको हाम्रो भएको छ यो चाहिँ मिन्जाल गावा कप्स यसमा अहिले गावा दिनुपर्ने हुन्छ गाइस अब आज चाहिँ उयो छैन रहेछ जुस छैन रहेछ चिया गावा क्यापुचिनो त्यति मात्रै नि त्यति मात्रै हो अनि हाम्रो ड्रेस चाहिँ यही हो अनि सुरत दिदी अर्को ठाउँ गयो अनि अहिले चाहिँ अनि दिदीमा हुन्छ भन्दै छ अब कतिखेर हुन्छ लेट्स से गाइस
अहिले चियाको हावा पनि देखाउन मिलेछ म देखाउँछु, तर सर्भिस स्टार्ट भइसकेपछि मोबाइल चलाउनु पाइँदैन। त्यही भएर यदि बिजी भएन भने, फ्री भयो भने म देखाइहाल्छु हजुरहरूलाई है त। स्टेट्युन गाइज। ल गाइजहरू मेरो खाना त यो हो, खानु हो अरे। अब खानु लाग्यो हामी चाहिँ चिकन त छोड्ने होइन बर्थडे रहेछ नि। मलाई चाहिँ यो चक्लेट कस्तो मन पर्छ क्या, खानु पाइनुहुन्छ भनेको थाहा भने लिएर आयो। ल फाइनली गाइज सक्यो हाम्रो चाहिँ। अब चाहिँ फेरि अनु दिदी पनि एड भएको हामीसँग। अघि चाहिँ अनु दिदी अर्कै ठाउँमा गरेर गएर भात खाएर नुहाएर सुतेर फेरि आएको। नुहाएर लुगा यो मेरो सबै यो हेजाब सेत धोएर सर्ट धोएर त्यही सर्ट लिएर आएको छु, हेजाब त्यही लिएर आएको छु। पर्दैन अहिले त यही हो। अनि सुजा दिदी फेरि अर्को ठाउँमा गइसक्यो, उसको चाहिँ 3 टिप भ्यायो आज, मेरो 2 टिप, अनि दिदीको पनि 2 टिप आयो। खुट्टा दुखिसक्यो तर मलाई। ल गाइस 3 टिपै पर्छ। र हामी चाहिँ फाइनली अर्को लोकेसनमा पनि आइपुगिसक्यौँ, तर यहाँ चाहिँ सर्भिस मात्रै रहेछ, सबै रेडी गरिराखेको। बुढीमा वाइफ चक्लेटहरू देखाउँछ है त, हेर्नु ल चक्लेटहरू। गाइज मेरो टिकटकमा ड्राफ्टमा हेऱ्यो भने 100 भन्दा माथि छ ड्राफ्टमा, तर हाल्न चाहिँ हाल्दिनँ। कहिलेकाहीँ हाल्छु, मेरो छोराछोरीले मलाई लास्टै जिस्कायो क्या, त्यही भएर हाल्नै छोडेको। गाइज म सुध्रेको टिकटकबाट। अहिले के उसको नेट चलेन अरे, अनि त्यहाँबाट टिकटक बनाइसकेको थिएँ अरे। अनि मैले भनेको हाल्ने भए त मै दिन्थेँ, नेट हाल्दैन त्यो बिना फोकनमा, किन नष्ट गर्नु भनेर नेट मैले हटस्पट पनि नखोलिदिएको। अनि तपाईँको जेन होइन फेरि कसरी चल्दैन? सिद्धिनु लागेन नि त नेट, कति डिलिट गरेर पनि। राम छ तर होला त उसको ड्राफ्टमा रहेछ। अनि कस्तो भयो आजको काम? एकदम मिया भयो काम। पहिला त फर्स्टमा त धेरै डर लागेको थियो, आफूलाई अरबी पनि नआउने, इङ्ग्लिस पनि नआउने, तर पनि मिक्स गर्दै मुत उम्काएन नि। मुत उम्केन, मुत उम्केन, अलिअलि रसायो। कस्तो हरामी छ नि यो मान्छे। यो मान्छेले हाल्छ, बेहोरा छैन। यस्तो उपत्र बोल्नेलाई त झन् हाल्नुपर्छ, हाल्छु। हिजो ब्लग हेर्नु हो, म त एडिट गर्दा यति हाँस उठे। अरूको त हेर्नु पाएँ, हेर्नु पाएन। ल गाइज आजको हाम्रो यस्तो हुन्छ मस्तको ड्युटी। आज चाहिँ अनि दिदी मसँग परेर खुसी छ। बिहान झन् रोएको, अरबीको नआउने। म्याडमले पहिला त गाली गर्यो अरबी नआउने भनेर, अनि मैले मालिस माम भने मामलाई, अनि मिक्स गर्दै बोलेको। के भन्छ जोगी तरकारी हुन्छ नि, त्यस्तै जोगी तरकारी जस्तै त्यो भाषा पनि के अरे नेपाली पनि इङ्ग्लिस अनि अरबिक मिक्स गरेर बोलेर आजको काम तमाम छन्। उनीहरू चाहिँ म चाहिँ 12 बजेसम्म टल्याङ हुँदैन, सुताउन उठाउन काम गराउन जाउँ। एकछिन पछिसम्म पनि गरेन भने त जहाँ जेसुकै होस् लुगा धुनुपर्छ भनेको त फोन गरेर निस्केर बस भनेर त्यहाँबाट चाहिँ आयो लुकुर फेरि। अल्छिनी चाहिँ होइन, उनीहरू चाहिँ मिलाएर टटक्क पारेर हिँडी चाहिँ बेट त मिलाउँछ, त्यो बेटै नमिलाइदा अब त उयो त्यस्तै उयो भयो भने मात्रै हो, नत्र बेटै नमिलाइ त हिँड्दिनँ है। के थाहा, म त बेटै नमिलाइकन हिँडेकै भनेको त गएको चटक्क पारेपछि। लुगा चाहिँ अब यस्तो हिँड्छन् धुन्छु भनेको 2टा ब्लग एडिट गरेँ, एउटा हालेँ, अर्को आजको लागि एडिट गरेँ। ओके गाइज, यो चाहिँ हाम्रो सर्भिस स्टार्ट भइसक्यो। लाँदैन होला तपाईँले, यो चाहिँ म लाँदैछु सर्भिस गर्न। लाग्नु पर्छ
फेरि मेरो खाना आइसक्यो साथीहरू। मैले चाहिँ मलाई चाहिँ यस्तो मन पऱ्यो कि अनि दिदीको यो अनि किन ब्लर आएको मजा भन्छ साथीहरू म यसमा खोर्सानी भयो है कति पिरो भयो खोर्सानी भयो के खै भने पिरो खाँदैन अब सिक्न म्याडम त्यो चोरेर लानु भनेको चोर्ने हो गाइज चोरेर दिदी त मलाई त यत्रो यस्तो आँखाले हेर्छ बाबै तिमीहरू भन्दा मेरो ठुलो रहेछ है आँखा त अनि तपाईँको त ठुलो छ गाइज उसको ठुलो कि मेरो ठुलो हो आमा मेरो सबै कुरा ठुलो छ म भन्न खोजेको मतलब म ज्यान पनि ठुलो छ आँखा पनि मुख पनि नाक पनि चाक पनि म त हालिदिन्छु पो यो कति खाँदा कोही बेला खानु नपाएर मर्ला जस्तो भयो कोही बेलामा थरीपरीको कलर सबैभन्दा गाई सबैभन्दा धेरै खाने भनेको मेनुका मैले त खाएन गाई 2 थाल मात्रै चिकन खुट्टा छ भनेको त छिट प्लेट थाप्यो खुट्टा त मेरो सच्ची हुने म खाएको खुट्टा खानु पाएन कस्तो कस्तो हुन्छ यस्तोमा यस्तो पेयो छ फिनिसमा हाम्रो चाहिँ यहाँ यस्तो फोटो पनि खिच्यौँ साथीहरू एउटा हेर्न सक्नुहुन्छ हामीलाई ल फाइनली गाइज हाम्रो चाहिँ सकेको त्यो काँटा हो ए म त भर्खर त्यो पनि दिएको हो र कहिले चोरेर लग्यो भने मलाई मार्लाई पार्ट टाइममा अर्कोमा गयो कि लगौ कि रुममा गयो तिमी यो पनि दिएको गिफ्ट अनि हाम्रो चाहिँ काम सक्यो अब सुजा दिदीको चाहिँ सकेको छैन क्या हो मेसेज नै रिप्लाई गरेन अब चाहिँ रुम जान लाग्यो गाडीको वेटिङमा यहाँ चाहिँ 2टा गायकहरू भेटियो गाइज अलिक छेउछाउमा जानु अटेन मेरो तपाईँहरू ठुल्ठुलो भएर गीत गाउनु त बिना दिदी गीत गाउनु न तिम्रो सपनीले तिम्रै मोहनीले मलाई बाँध्यो 12 घन्टा ड्युटी पछिको जोस यतिको चाहिँ हुनुपर्छ टिका जस्तो लाग्छ तिमी मेरो जीवन होइन तिमी मेरो सामु यो 12 घन्टा पछिको जोस भन्दा पत्ताउनुहुन्छ तपाईँहरू यो तपाईँ त अघि नै आइपुग्यो नि बुढीमा म त ठ्याक्कै 12 घन्टामा रुम आइपुगेँ गाइज यो घरको मान्छेहरू के गरे मऱ्यो सबै यो घरको मान्छेहरू कतिखेर आयो रोशनी दिदी तपाईँ कतिखेर मऱ्यो एक भारी पैसा बोकेर आइपुग्यो कति पायो तपाईँले टिप्स साँच्चै भगवान् ल म सुन्न सकिनँ म मेरो त 3 केरी खोइ उसको त के भयो आउनु न कहाँले सुन्नु 10 केरी बाहिर टिप्स मेरो त छैन पाएँ मैले पनि त्यसो भन्नु न नपाएको चिज उयो गर्नु पाएको चिजलाई पाएको भन्नुपर्छ त्यो चाहिँ के पाएँ त गाइज हेर्नुहोस् तपाईँहरूलाई म देखाउन चाहन्छु है अब हामी चाहिँ रुमभित्र घुसिसक्यौँ नि त मैले देखाउँछु नि पैसा के तिमीहरूको मात्रै छ पैसा भने के भन्नु तर यो सबै होइन 2 केटी मेरै थियो त्यसमा यो अब म लास्टमा कति
अनि चक्लेट भोलि त कन्फर्म छैन भने अब के अरे अहिले फोन गर्छु भने बजार जानु पानी अनि फोटो खिचेर ल्यायौँ यस्तो राम्रो म्याडम होइन है पिछु पनि छैन डरो आश गरेको लास्टमा त ल गाइज हाम्रो चाहिँ यस्तै भयो अनि उहाँको चाहिँ कस्तो भयो त ड्युटी आज हेर्नु न सिरदेखि पोथरसम्म सबभन्दा टप 10 को मान्छे उयो है आज कस्तो भयो त तपाईँको काम कस्तो भयो काम त्यहाँ त रमाइलो हुन्छ है सेम त्यस्तै म्याडम थियो अघि मैले भने नि त्यस्तै म्याडम भने सेम क्या त्यो विन नगर्ने यस्तो यस्तो गरे बोल्दा पनि ठ्याक्कै हाँस्दा पनि म त ला यो म्याडमलाई कहाँ देखेँ के भनेको अनि पछि याद आयो कि 10 घण्टा काम गरेर गएर 2.5 घण्टा त बस्दै अनि कति 8 घण्टा 8 घण्टा है 8 घण्टा काम गरेर 40 केडी चाहिँ मेरो स्यालेरी भइहाल्यो अनि त्यसमा प्लस टिप्स चाहिँ 10 केडी कमाएर आएँ टोटल 50 केडी राम म त देख्दै देखेन आधी महिनाको स्यालेरी चाहिँ उसले यहाँ साथी 8 घण्टामा लिएर आयो क्या गाइस यस्तो हुन्छ हाम्रो मेहनत भन्दाखेरि पनि यो ईद भनेको चाहिँ हाम्रो दसैँ तिहार जस्तो हो नि त है यस्तै कमाई रेगुलर एटलिस्ट महिनामा धेरै नै पर्थेन होइन 5 दिन मात्र भइदिएको यो कस्तो हुन्थ्यो होला जस्टिङ म्याचेर कुवेतमा घर बनाइदिन्थेँ कुवेतमा किन बनाउनु पर्यो उता नेपालमा धराडा भन्दा ठुलो घर बनाइदिन्थेँ म कुवेतमा घर बनाएर भाडामा दिन्थेँ कि मेनुकालाई लु बनाउनु है मन बनाउनु है घर मिलेर बस्नु लामो छुरी मिलेर बस्नु अनि वर्षमा एकचोटि त आउँछ अनि वर्षमा त्यही पनि पाइयो आफ्नो किस्मतमा भएको चिज पाइन्छ जसरी पनि जताबाट गएर भए पनि अब पाइँदैन क्या कुवेतमा छन्जेल चाहिँ यो मेरो आइरहन्छ यति चाहिँ कन्फर्म हो अब टाटा बाई बाई गर्नुपर्ने बेला पनि आइसकेको छ अब अर्को वर्षको चाहिँ आशा नगरौँ अनि काम पनि त्यस्तो हुँदैन त्यहाँ है लाइट नै हुन्छ त्यहाँ नर्मली त्यस्तो साह्रो उयो नि हुँदैन किचकिच छैन क्या मेन भनेको पुरा किचकिच हुनु भएन क्या हामीलाई है त्यो भयो भने यसै थाकिन्छ क्या अनि त्यो केही पनि नभएर आफ्नै तरिकाले गर्नु पर्यो भने फेरि त्यो बनाउने ओर्ने केही गर्नु पर्दैन है मजा आफ्नै तरिकाले सम्झेर दिइराख्ने हो केही नै भन्दैन अनि हाम्रो त्यस्तो किचकिच खालको थिएन नि सुरु घरमा 10 केटी देख्थ्यो 3 जनालाई अनि हामीले 3 केटी मात्र दियो अब त्यो के कता कता बाँडिराख्नु भनेर होला नि अनि त्यसपछि अहिले लास्टमा चाहिँ झन् एकदम मस्तको म्याम चाहिँ जे खाने जसरी खाने जस्तो खाने सबै क्या फ्री त्यो खाएन गेस्टले भनेको तिमीहरू खाऊ भनेको क्या अनि सबै चक्लेटहरू खा भन्छ मलाई कस्तो घिन तर एक्लै त डर लाग्छ क्या घिन भन्दा नि त्यो खानै रुच्दैन क्या त्यो बुढीहरू सबै हात हालेर खान्छ नि त त्योहरू घिन लाग्छ म त त्यस्तो चाहिँ उयो गर्न छोडेँ सबै क्या उमाली पनि त्यही दुध तताएर अनि टक्क त्यहाँ गरेर अनि सबै उयो गरेर यस्तो मस्त थियो गाई अनि अर्को कुरा सुगर स्टिकमा त्यो त्यो उयो जस्तो बनाएको छ तार जस्तो रहेछ मैले सोचेँ सबै डेकोरेसनहरू कस्तो राम्रो रहेछ सबै त्यो सुगर ध्यानमै भएन मलाई त होइन अनि एकछिन पर्खी म सुगर लिन्छु भन्छ अनि सुगर चाहिँ कहाँ रहेछ मैले सुगरै राखेको छुइनँ ला व्हाइट कलरको त्यो व्हाइट अनि उयसको क्या साफ्रोनको पनि रहेछ कहाँ रहेछ सुगर कहाँबाट लिन्छु भने केटीले भने यसो रहेछ त्यो टिप्स है यसो राम्रो निहालेर हेरेको त त्यही पो सुगर रहेछ ए भगवान् म त डेकोरेसनकै भनेर फर्स्ट टाइमै देखेँ मैले त त्यो त फर्स्ट टाइम देख्दाखेरि मलाई नि त्यही भएको थियो हे सिरियसली सुगर हो टाइपको के होइन त्यो राम्रोसँग हेरेकै थिइनँ क्या म राम्रोसँग हेरेको भए त सुगर रहेछ भने चिनिन्थ्यो नि मैले त सबै ट्रेहरूमा डेकोरेसन थियो अनि टीको सबै उनीहरूले प्रिपेयर गरेर राखेको क्या हामीले त जस्ट सर्भिस मात्रै गर्ने त्यस्तो थियो गाई सुजाता दिदी आइपुग्छ कि भनेको आइपुगेन सुगर भन्दा त मैले यो फुसनको डेकोरेसनमा राखेको हुन्छ नि त्यो सेतो के फर्म जस्तो मैले त त्यो पनि ट्राई गरेको छु के हो भनेर खाएको त व्हाइट कलरको सुगर रहेछ त्यो पनि यस्तो गर्छ कि
हामी त यस्तो यस्तो छौँ के होइन जे भने पनि अब नयाँ कुरा सिकियो त्यस्तै हो गाइज। अनि त्यहाँबाट म चाहिँ बिहान 12 बजीसम्म यस्तो गरेँ पर्खिँदै पर्खिँदै अब त जाँदिनँ पो भनेर सोचेर बसेको थिएँ। अनि ठ्याक्क फोन निस्क्यो भने 12 बजीसम्म यही फोन गर्छ भन्छ आउँदैन फोन। 10 बजे 10:30 बजेदेखि म रेडी भएर बस्नु थालेको 12 बजी त्यहाँ पुग भन्थ्यो नि त पहिला त। हिजो 11 बजी पुग भनेर फोन गरेको मान्छे आज फेरि 12 बजे त्यहाँ पुग भनेको मान्छे फेरि पछि सिराजले फोन गर्छ मरे फोन गरेको त म त एकछिन पछि नै गरेँ भने त जेसुकै फोन छोड्दैन म त लुगा धुनु पर्छु भन्ने सोचेको थिएँ। धन्न फोन गरेर यहीँ लिन आयो, यहीँ त होइन त्यो उयो मेट्रो अगाडि लिन आयो। म त खासमा त 8-9 बज्दै निस्केको हो र अनि फेरि अब्दुल्ला के अरे ड्राइभर के त्यसले अनि फेरि प्रमिलाले फेरि फोन गरेर लिन आइज फेरि त्यहीँबाट सिधा उता मेसिला गएर उठाएर आउँदाखेरि 1 घन्टा लाग्यो घुमे अब्दुलसँग भागेछ पहिलो लगाए। त्यस्तै भयो हाम्रो चाहिँ। अब यो चाहिँ मेरो फर्स्ट मेरो भन्दा नि हाम्रो सबैजनाको ईद फर्स्ट हो। अब हेरौँ कतिसम्म चाहिँ म उयो गर्न भ्याउँछु। ल अब एडिट पनि गर्नु छ कस्तो लाग्यो मेनुकाले सबैले लास्ट दिनमा देखाउने हदिया कि अनि त्यो कति कमाउँछ त्यो कमाएको लास्टमा अनि धेरै त होइन 25% को चाहिँ हामीलाई पार्टी दिन्छु भनेको छ अहिले। पाठी त त्यस्तै हो पाठी नै सबैजना बोका देउला तिमा। ल अब हामी फ्रेस हुन्छौँ गाइज। अब अनि एडिट गर्न भनेर लाग्यो मान्छे कहानी सुनाउनु भनेको भन्छ। सुजा दिदीको कहानी सुनाउनु भनेको थिएँ। सुजा दिदीले 3टा ग्लास पनि हरायो। रिसायो होला पल्ला गरेछ कहिले 5 बजीतिर आएको गाइज बाई बाई। अब चाहिँ हाम्रो कुरा यस्तै हो। अब हाम्रो कुरा कहिले सकिँदैन गाइज। अर्को भिडियोमा पनि फेरि आउनुहोस् होला। मेरो चाहिँ देखाउँदै देखेन क्या उनीहरू चाहिँ पुरा कामबाट आएर मेकअपमा छ कि म चाहिँ सुत्न गएको भएर पुरा रियल थोप्रा यही हो। स्किन केयर गरेर सुतेको रियल थोप्रा यही हो। काली नीली छ ब्लग हेरे के हेरेन कहिले टाइम मिलेर हेर्नु ब्लग भन्ने मान्छे अनि टाइम कहिले हुन्छ भन्छ फोन राख्नु पर्दैन दुईजना मिली हेर्ने देख्यो कति अत्याचार गर्छ एडिट गर्दाखेरि यति हाँसे त 2टा पार्टमा म झन्नै नै सेल्टिना क्या एक्लै। ल बाई बाई गाइज बाई लभ यु। महारानीको इन्ट्री भयो यहाँ के कर्णामा गरेर कहाँ छोडे क्या होइन क्या मैले त्यो भित्र फेरि यस्तो भएको थियो क्या त्यहाँ पनि अल्छी त्यो अलिक सुनाउनु लम्बाइमा सर्टकटमा यहाँ भन्नु साथी मेरो अरू के गर्यो भन्नु पर्दाखेरि टी सर्टै हरायो त्यो गिलासै कता को थाहा गयो त्यो गिलास क्या म अझै पनि म सोचिरहेको छु। अनि अर्को के गर्यो घरमै छोडेर क्या कुन चाहिँ घरमा फर्स्ट घरमा त्यो मैले हालेको क्या सबै त्यो हल्का हुन्छ नि त यसरी। अनि त्यो खाएर माथितिर लगेको थियो कि कार्टुनै हराएको कि कार्टुनै होइन क्या गिलास चाहिँ हराएको कार्टुन त छ 3टा चाहिँ हराएको। सेकेन्ड घरमा जाँदाखेरि क्या त्यो बाई हामी त्यो भर्याङबाट झर्नु भएको छैन के अरे त्यो खानुलाई घिच्नुलाई मरिसकेको रहेछ। अनि छिटो चिसो के अरे उसले के अरे जुसले भन्यो हतार त्यो केही सेटअप पनि नगरियो त्यो भाग भुग्राएर ट्रेमा हतार राखेर सबै मैले चाडे सबै झिकेको हो क्या मैले त। अनि त्यो म्यामले मलाई कराएको के झिक्न आजै भन्दै त झिक्नु पर्यो भनेर मैले चाहिँ त्यसै गरी बिस्तारै गरेको थिएँ होइन। अझै हाल गरेको भनेर मर्न भन्दै सराप्दै काम गरेँ। लु यस्तै हो गाइज। ल थ्याङ्क यू सो मच। चक्लेट पनि ल्याएछ।